दाजुभाइ दिदीबहिनीहरू सबैजना नमस्कार है। हामी चाहिँ अब खास यो विशेष कार्यक्रम लिएर आएको। आज चाहिँ हामी अब क्यानाडामा हाम्रो रहनुहुने नातिनी साया लामाको तर्फबाट कति 6 वर्षको होइन 6 वर्ष पुरा भएर उपलक्ष्यमा उनीहरूले पनि एकदम रहर गरेर बुवा आमाहरूलाई हजुरआमा सबैजना यहाँ आशिष हुनुभएका सबैजनाको लागि चाहिँ केही यस्तो नास्ता खानेकुरा र केही बाँकी रहेको त्यसबाट बाँकी रहेको रकम बाँकी रह्यो भने केही पछिको लागि सहयोग गरौँ भन्ने चाहिँ उहाँहरूको चाहिँ भावना रहेको त्यस्तोलाई वितरण गर्नको लागि यहाँ उपस्थित भएका छौँ। र यो कार्यक्रमको लागि चाहिँ विशेष व्यवस्था गरिदिनु यस संस्थाका पदाधिकारी नानी होइन अनि बाबु एकजना हुनुहुन्थ्यो कति जानुभयो पनि अनि त्यसपछि हाम्रो दाई निलम भाउजू र दाई धेरै धेरै धन्यवाद र उहाँबाट छोरीको लागि यो कार्यक्रम विशेष चाहिँ गरिदिनु हुने ज्वाइँ समीर लामा छोरी शान्ति लामा र भाइ सायन्सलाई पनि धेरै धेरै धन्यवाद र विशेष गरेर नातिनी साया लामालाई धेरै धेरै धन्यवाद। एउटै हो कस्तो लागिरहेको छ त? एकदम खुसी लागिरहेको छ आज मलाई मेरो नातिनीको जन्मदिनको लागि धेरै मलाई त थाहा यहाँ सरहरू नानीलाई त यो सुत्दा दुईपल्टमा पहिला त धेरै चाहिँ आइसकिने म यस्तो म नयाँ भएर पनि म विश्वासमा बस्थेँ यहाँ दुईजनाहरूले छुनु भयो नि त त्यो भएको कारणले पनि अब उहाँहरूले छुने बस्दै एकजना महिलाहरू चाहियो ल जेन्ट्सलाई त हेर्ने मान्छे सर हुनुहुन्छ सुरेश सर हुनुहुन्छ